डगीको मैदान चाहिँ यहाँ हुनुहुन्छ हो चाह्यो भने यहाँ कन्ट्याक्ट गर्नुहोस् हो यहाँ चाहिँ हाम्रो यो जति पनि डगीलाई स्याहार्ने हुर्काउने बढाउने डगीको म्याडम चाहिँ यहाँ हुनुहुन्छ उहाँले अब कति दाम राख्नु भएको छ तपाईँ डगीको दाम चाहिँ 5000 लु सुन्नु भएन एउटाका 5000 रुपियाँ गरेर लानु सक्नुहुन्छ उहाँले दुःख गरेर के खुवाउँछ तपाईँले डगीलाई चाहिँ काजु बदाम काजु बदाम खान्छ तपाईँ डगुले यसले बच्चाले माउलाई ए बच्चालाई डाइट त राम्रो दिनु पर्यो बच्चालाई खाना चाहिँ के खुवाउँछ बच्चालाई अहिले दुध एक टाइम दुध अन्त भिटामिन त्यहाँदेखिको एक टाइम मासु चिकनको सुपमा भात त्यही भएर खाने भइसकेको छ नानीलाई कति महिना बादमा चाहिँ बिक्री गर्दा हुन्छ यो 2 महिना अब 1 महिना पुरा भयो अर्को महिनामा अब तपाईँहरूले बुकिङ गर्न सक्नुहुन्छ बुकिङको एडमा चाहिँ कति दिँदा हुन्छ दिनेले अब 2000 दिइरहेछ होइन अब यता पनि छ म्याडमजीहरू लु उहाँहरूले चाहिँ अब मेन म्याडम त उहाँ हुनुहुन्छ लु आजको